शिक्षकहरूको जो आन्दोलन छ नि यत्रो दिनसम्म ती शिक्षकहरूले त लोकतन्त्र गणतन्त्रको लागि हामीलाई साथ दिएका हुन् नि त। म आफै पनि 7 वर्ष शिक्षक भएर लोकतन्त्र गणतन्त्रको पक्षीय जनता बीचमा काम गरेको हुँ। अब अध्यादेशबाट आफूलाई चाहिने 5 वटा विधेयक त तपाईले पास गर्नु हो नि। त्यो शिक्षा विधेयक तपाईले पास गर्न किन सक्नु भएको छैन भने 3 चोटि त उनीहरुसँग सम्झौता गर्नुभएको छ तपाईले। आन्दोलनकारीहरुसँग सम्झौता गर्ने त्यसपछि चाहिँ त्यो कार्यान्वयन नगर्ने। यसो गरेपछि चाहिँ जनताले तपाईलाई हामीलाई फेरि मान्छन्। यो देशको अस्तित्व नै राख्ने हो भने सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्ने, सम्झौतालाई कार्यान्वयन नगर्ने। 46 सालको कुरा भन्नुस्, 62-63 सालको कुरा भन्नुस्। अब यसपालि पनि तपाईहरुले चाहिँ जसरी पनि शिक्षा विधेयक पास गरेर ती हजारौं चाहिँ शिक्षकहरु चाहिँ सडकमा छन्। चारैतिर यो गणतन्त्र लोकतन्त्रमाथि जुन व्यापक हमला आक्रमण भइरहेछ यसमा हामी सबै मिलेर मात्रै होइन, हामी आफूले चाहिँ भ्रष्टाचार गरेका छौं। हामीले आफूले चाहिँ लोकतन्त्र गणतन्त्र विरोधी आचरण गरिरहेका छौं भने जनतालाई कसरी तपाईहरुले सम्झाउन सक्नुहुन्छ? आफ्ना साथमा भएका आफ्ना मान्छेले भ्रष्टाचार गरे पनि लुटे पनि त्यसलाई केही नहुने, त्यसभन्दा बाहिरकालाई कारबाही हुने भए त जनताले हेरिरहेको छ नि। त्यस हुनाले मैले यो चाहिँ अधिवेशन अब बजेट अधिवेशन हो, मैले धेरैचोटि भनिरहेको छु। अब बजेटमा चाहिँ सबैको चाहिँ बराबर चाहिँ एउटा वितरण हुनुपर्छ। जो फान्से छ उसैले चाहिँ ठुलो चाहिँ रकम लैजाने, जसको चाहिँ तागत छैन उले हेरे भयो भने त्यो पनि राम्रो हुन्न। कतिचोटि भन्ने, कतिचोटि तपाईँहरूलाई घोचिरहने। त्यसकारणले अब त हामीले पनि चाहिँ महसुस गर्न पर्यो नि। हाम्रै कारणले लोकतन्त्र सकियो, गणतन्त्र सिद्धियो, धर्मनिरपेक्षता सिद्धियो भने त्यसलाई हामीले कसलाई दोष लाउँछौँ? त्यसकारण हामी नै जवाफदेही हुन्छौँ। त्यसकारणले फेरि पनि साथीहरूलाई म अनुरोध गर्छु र हाम्रो तपाईँ चाहिँ बीचमा जतिसुकै मतभेद भए पनि लोकतन्त्र गणतन्त्र धर्मनिरपेक्षता जोगाउनको लागि हामी फेरि पनि एकढिक्का हुनुको विकल्प छैन। भ्रष्टाचारका विरुद्धमा हामीले खुलेर संसदमा बोल्दै आएछौँ र भोलिका दिनहरूमा पनि भ्रष्टाचारीहरूसँग राष्ट्रिय जनमोर्चाले चाहिँ सहमति चाहिँ हुन सक्दैन। त्यसको विरुद्धमा लगातार आवाज उठाउँछ। अन्तिममा हामीले यहाँ चाहिँ सबभन्दा समस्या अहिले चाहिँ परदेशले भएको छ। परदेशले भएको छ जहाँ परदेश भएका ठाउँमा पनि बाँस पुल तर्नलाई 20 रुपियाँ तिर्नुपर्ने जनताले। संघीय प्रणाली ल्याएपछि स्विजरल्यान्ड बनाउँछौँ भने होइन तपाईहरुले। महतो र सिरामा एउटा बाँस पुल छ, एकचोटि तर्नलाई 20 रुपियाँ तिर्नुपर्ने नेपाली जनता। त्यही हो तपाईहरुले संघीयता ल्याएर चाहिँ यो उसलाई स्विजरल्यान्ड बनाएको नेपाल। त्यसकारणले फेरि पनि मेरो सुझाव के हो भने परदेश हामीले धान्न सक्दैनौँ। लाज घिन नमानिकन संविधान संशोधन गरेर परदेश खारेज गर्नुपर्छ, हटाउनुपर्छ। धन्यवाद।